देवीभक्त आधारभूत विद्यालयको 46औं स्थापना दिवसको अवसरमा 7औं वार्षिक उत्सव कार्यक्रम सञ्चालन भइरहेको छ। सोही अन्तर्गत चाहिँ अहिले चाहिँ फाइनल खेल भलिबलको फाइनल प्रतियोगिता भइरहेको छ र आयोजक र एलिसा मोटर पार्ट्स प्रतियोगिता भइरहेको छ। एक सेट त्यसभन्दा अगाडि जितिसकेको छन् भने अब एक सेट आयोजक र एक सेट एलिसा मोटर पार्ट्सले जितेको छ। अब बेस्ट 5 मा खेल भइरहेको छ। यो तेस्रो सेटको खेल हो।
व्यक्तित्वले किरण केसी र जेम्स भन्डाले सम्पर्क गरिदिनु होला। पुगिसकेको छ आयोजक स्कोरिङ रहेको छ। आयोजक लास्ट पनि हेलसम्म चतुर्भुज 20 चौथो खेलको खेल विजेता गरिसकेको छ। आयोजकले अब बेस्ट 5 को लास्ट खेल बाँकी छ। अब 2-2 सेट जितिसकेका छन्। एलिसा मोटर पार्क्सले 2 सेट र दैवक्ता आयुर्वेद विद्यालय आयोजकले चाहिँ 2 सेट जितिसकेको छ। अब अन्तिम सेटको खेल हुँदैछ। अब अन्तिम सेटको खेल हुँदैछ। आयोजक ए र एलिसा मोटर पार्क्स चतुर्भुज बीच। हेरौँ कसले बाजी हात पार्न सफल हुन्छ। एकदम खेल एकदमै रोचक भइरहेको छ। खेल प्रेमी दर्शकहरूको भिडभाड रहेको छ। तपाईँ देख्न सक्नुहुन्छ स्क्रिनमा प्रखालमा। कोर्ट चेन्ज 7 बजी 8 बजी 10 मा ए एकदम हेर्नु प्रतिस्पर्धात्मक भएर 2 बराबर खेल। स्कोरिङ रहेको छ। आयोजक 3 पनि एलिसा चतुर्भुज 2। राम्रो
3 बराबर। स्कोरिङ पोइन्ट रहेको छ 3 बराबर। खेल एकदमै रोचक भइरहेको छ हेर्नुस्। एक बराबर 2 बराबर हुँदै अहिले 3 बराबर भएको छ खेल। हेरौँ फेरि आयोजकले 1 नम्बर थप्न सफल भएको छ। 3-4-3 भएको छ। आयोजकले 4 भने एलिसा मोटर पार्ट्स 3। ल अब हेरौँ यस पटक चाहिँ कस्तो हुन्छ। फेरि आयोजकले 1 अङ्क थपेको छ र 5-3 भएको छ स्कोर चाहिँ। आयोजक 5 र एलिसा मोटर पार्ट्स 3। सर्भिस फर्किनु भयो र यो सुनिरहेको छ एलिसा मोटर चतुर्भुजलाई। यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ एलिसा मोटर चतुर्भुज 4 भने आयोजक 5। स्कोरिङ पोइन्ट रहेको छ आयोजक 6 भने एलिसा मोटर चतुर्भुज 4। 7-4 भएको छ। आयोजक 7 र एलिसा मोटर पार्ट्स 4। टाइम स्कोरिङ पोइन्ट रहेको छ आयोजक 4 भने एलिसा मोटर पार्ट्स चतुर्भुज 4 भने आयोजक 7। आयोजकहरुमा उत्साह छ। यसपछि हामीले बताई खुला मैदान सञ्चालन गर्न गइरहेको छ। भाग लिन चाहनेमा हाम्रो तुरन्त कसैलाई सम्पर्क गर्नु होला। त्यसपछि लगातार एउटा भयो चम्चा भयो र पालो छपाई सबैको टिम दर्ताको लागि तुरन्त कसैलाई सम्झनु होला। एलिसा मोटर चतुर्भुज यति बेलाको स्कोरिङ रहेको छ एलिसा मोटर चतुर्भुज 5 भने आयोजक 7। दर्शक दीर्घामा देख्न सक्नुहुन्छ एकदमै भिडभाड छ। कोड चेन्ज हुन लागेको छ। आयोजकले 8 र एलिसा मोटर पार्ट्सको 5। एकदमै खेल रोचक भइरहेको छ। दर्शक दीर्घामा बस्नुभएको महानुभावहरूले पनि बडो आनन्दसँग एलिसा मोटर पार्ट्सले कोड चेन्ज हुँदा बित्तिकै 1 अङ्क थप्न सफल भएको छ। 11 नम्बर 11 को सर्भिस गर्दै हुनुहुन्छ। स्कोरिङ पोइन्ट रहेको छ आयोजक 9 भने एलिसा मोटर चतुर्भुज 6। स्कोरिङ पोइन्ट रहेको छ आयोजक 10 भने एलिसा मोटर चतुर्भुज 6।
एकदम राम्रो स्पाइक जर्सी नम्बर 4 द्वारा र उपकथमा एक अङ्क जोड्दै 7-10 यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ एलिसबेथ चतुर्भुज 7 पनि आयोजक 10 फेरि पनि एकदम राम्रो स्पाइक जर्सी नम्बर 4 द्वारा र आफ्नो खातामा एक अङ्क जोड्न सफल एलिसबेथ चतुर्भुज यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ एलिसबेथ चतुर्भुज 8 पनि आयोजक 10 लास्ट म्याचको फर्स्ट टाइम बाई आयोजक एकदमै रोचक भइरहेको छ खेल तपाईँहरू पनि त्यो महसुस गर्नुभएको होला भन्ने हामीले खेलिएका छौँ सुरक्षाकर्मीहरू अनि व्यवस्थापन जुत्ताका साथ खेलहरू हेरिराख्नु भएको छ स्थानीयहरू पनि र टाइमर भइसकेको छ यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ एलिसबेथ चतुर्भुज 9 पनि आयोजक 10 एकदम राम्रो स्पाइक जर्सी नम्बर 1 द्वारा र आफ्नो खातामा एक अङ्क जोड्दै आयोजक यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ आयोजक 11 पनि एलिसबेथ चतुर्भुज 9 एकदमै रोचक खेल भइरहेको छ र आफ्नो खातामा एक अङ्क जोड्दै एलिसबेथ चतुर्भुज यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ एलिसबेथ चतुर्भुज 10 पनि आयोजक 11 11 बराबर हेर्नुहोस् एकदमै रोचक खेल भइरहेको छ 11 बराबर यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ 11 बराबर एकदम राम्रो स्पाइक जर्सी नम्बर 2 द्वारा र आफ्नो खातामा एक अङ्क जोड्दै आयोजक यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ आयोजक 12 पनि एलिसबेथ चतुर्भुज 11 फेरि पनि आयोजकले आफ्नो खातामा एक अङ्क जोड्दै र 5औं सेटको एकदम राम्रो स्पाइक जर्सी नम्बर 2 द्वारा र आफ्नो खातामा एक अङ्क जोड्दै एलिसबेथ चतुर्भुज र यति बेलाको स्कोरिङ पोइन्ट रहेको छ चतुर्भुजले नम्बर बुझिसकेको छ र यति बेलाको स्कोरिङ रहेको छ 13 बराबर 13 बराबर खेल एकदमै रोचक भइरहेको छ
एकदमै खेलाडीहरूको यति बेला दर्शक दीर्घामा बस्नुभएको महानुभावहरू पनि खास रोकेर खेल राख्नुभएको हामीलाई महसुस भइरहेको छ। खेल एकदमै रोचक भइरहेको छ। अब हेर्नुहोस् यसपटक चाहिँ कसले स्कोर लिन्छ हेरौँ हेर्नु 14-13 लास्ट पोइन्टमा एकदमै यो सर्भिस हेरौँ यो सर्भिसले एकदमै खेल एकदमै रोचक बनिरहेको छ। हेरौँ ल हेर्नुहोस् गेम अफ भएको छ। गेम अफ भएको छ र आयोजकलाई 13 का विरुद्ध 15 प्राप्त गर्यो। एलिसा मोटरस्पोर्ट विजय भएको छ र एलिसा मोटरस्पोर्ट साथीहरू साथै उत्साहित हुनुहुन्छ र उपविजेता बनेको छ आयोजकले विजेता बनेको छ एलिसा मोटरस्पोर्ट पनि उपविजेता बनेको छ आयोजकले। अब यस पछाडि महिला कुर्सी दौड प्रतियोगिता हुनेछ।